ल फेरि पनि सबैजनालाई नमस्ते। ल हेर्नुहोस् तिलिचुले खाइपुग्नै लाग्यौँ। सेतामै हिउँ परेर बाटो पनि छेकिएको छ। यस्तै गोरेटो पहिलाएर आउनुपर्ने छ। हो त्यो परको खोज त्यो चाहिँ 22 घुम्तीको पहाड कटेर त्यो खोज पार गरेर यता आइसकेपछि टोटल्ली तपाईँको हिउँले बाटोहरू ट्र्याक नै पुरिदिएको छ। बिस्तारै बिस्तारै अब हामी ट्र्याक पहिलाउँदै अगाडि जानुपर्ने अवस्था छ। अब बिस्तारै चिसो चिसो साँठहरू चल्न सुरु गरेको छ। अब हामी लगभग आइपुग्न लाग्यो। अब हाम्रो एकजना साथी माथि पुगिसक्नु भएको छ, एकजना साथी माथि टपमा बसिरहनु भएको छ। यही तेर्सो भाग चाहिँ कटेपछि ताल चाहिँ आइपुग्छ कि भन्ने अनुमान गरिरहेको छु। हेर्नुहोस् यस्तो ट्र्याक पहिलाएर हिँड्नुपर्ने अवस्था छ। चिसो पनि साह्रै चिसो छ। हेर्नुहोस् लट्ठी समात्ने कि मोबाइल समात्ने कि तपाईँहरूलाई यो भ्युज देखाउने गाह्रो भयो। एकचोटि यहाँनिरको थुम्को यो बिस्कुट डाँडोसम्म पुग्ने प्रयास गरौँ छिटो छिटो। त्यसपछि उताको अवस्था दृश्य कस्तो छ हेरौँ। तपाईँ हामी सबै मिलेर एकचोटि हेर्ने प्रयास गरौँ। सायद यो लेफ्ट साइडमा राखिएको ढुङ्गाहरू र यतापट्टिको ढुङ्गा यो बिचको ट्र्याक नै होला। हिँड्नु पर्दा हिँड्ने ट्र्याक अहिले चाहिँ सबै अत्याधिक हिउँ परेकोले सबैतिर ट्र्याक नै यो हो भनेर पहिलाउन सक्ने अवस्था नै छैन। यो बिचको सानो थुम कहाँनिर त आइयो खै त। सायद यो डाँडा कटेर उता गएपछि हेलो सर, गुड मर्निङ, नमस्ते सर। अझै केही रूपरेखा देखिएन है? सर तपाईँहरू पुगेर नि फर्किनु भयो? हो अझै पनि 30-40 मिनट लाग्छ भन्ने समाचार प्राप्त भयो हामीलाई। गाह्रो भयो। ल हेर्नुहोस् हो कोही साथीहरू पुगेर पनि फर्किनु हो। सायद यो गल्छी पछाडि हुनुपर्छ है। हेर्नुहोस् त गोरेटो हो। ल अब मैले चाहिँ यो अत्याधिक चिसो खप्न सकिनँ। म चाहिँ ग्लोभ्सहरू लगाउने, एकछिन रेस्ट गर्नु पर्यो। अझै 35 मिनट 40 मिनट लाग्ने कुरा आयो।